साथीहरु दर्शन नमस्कार है। अब हामी चाहिँ टक्कला र दाउरा पुग्न जान लागेको। अब दसैँको मासु टन्न लिएको छ घरमा, चिरिप्प खानलाई अब दाउरा चाहियो नि त। त्यसलाई चाहिँ अब पकाउनु पर्यो, पोल्नु पर्यो हैन, खानु पर्यो। त्यही भरै भाइ म बुढी पछाडि अझै आमा पनि आउँदै हुनुहुन्छ। मेरो बाबा चाहिँ उतै हुनुहुन्छ दाउरा पुग्ने ठाउँतिरै। त्यही हो गाइस, गाउँतिरको बाटो चाहिँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले। यस्तो साँगुरो बाटोमा चाहिँ हामी दाउरा बोकेर हिँडिन्छ। यस्तो सर्वदातिर बसेर यस्तो पिच बाटो नभएको भन्ने होइन नि त। हामी जस्तो वन पाखामा टक्कला र पछाडि हिँड्ने मान्छे हो है। गाउँले हो हजुर, गाउँले के गर्नु, अब दुःख त गर्नै पर्छ। घाँस दाउरा गर्न परिहालिहाल्छ होइन। गाउँले के ल त्यही हो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला होइन। अब मैले पनि सानसानो भ्लग बनाउँदैछु गाउँतिरको, माया गरिदिनु होला सबैजनाले है। बाई बाई गाइस। मेरो आमा पनि उतै आउनुभयो, आमालाई पर्खौँ ल। सबैजना सँगै जानुपर्छ। त्यही गाइस, सबैजनाले माया गरिदिनु ओ आमाले पात बजाउनुहुन्छ। हामी त सबै रमाइलो मान्छे हो कि यार, केटादेखि लिएर बुढो मान्छेसम्म होइन।